참말로 선지책실에다 먼저 아마 레스토랑라 타칼리 사갈로에 카시 타칼리 사이마 연결에 다 데레드글라 머준지라기 타칼라 नेगी काशदी नेपाली खानाले तकाली अनि यता भाइ भयो सबैजनाले मलाई खाना पुरा खुवायो धन्यवाद अस्ति पनि खाए आज पनि खानु आएको है यस म्याम ल ल धन्यवाद भाइ थ्यांक यू र त यो भाइले साग बनाउँछ रहेछ यो ढुकु जस्तो रहेछ त ढुकु होइन होला पालकको हो है योमा के हाल्छ भाइ भन्नु त यसमा चाहिँ हामीले सुकेको खोर्सानी अनि लसुन किचेर हालेको छौँ अनि हल्का नुन हालेको छौँ त्यति नै त्यति केही पनि मसला छैन है मसला यसमा केही छैन ए त्यसले गर्दाखेरि हरियो हरियो रहेछ है हजुर यो हरियो साग हो पहिला हामी अस्ति विन्टरभरि चाहिँ डुकु दिँदै थियो होइन अहिले डुकु अलिक राम्रो आएको छैन अनि त्यही भएर चाहिँ पालक दिँदैछ ए पालक पनि तपाईँहरूले बनाउँदाखेरि ढुकुको टेस्ट आउँदो रहेछ के मसला यो लसुन चाहिँ सेम हाल्छ नि त हामी प्रोसेस चाहिँ त्यही गर्छ लसुन अन्त त्यसमा पनि लसुन हाल्छ अनि यसमा पनि लसुन र सुक्खा खोर्सानी डुकु बनाउँदा पनि सेम त्यसरी बनाउँदै बेला हामीले विन्टरभरि चाहिँ त्यही बनायो अहिले समरमा चाहिँ हामी यो बनाउँदैछ ए ल ल हेर्नुहोस् त तपाईँहरू यता आमा रेस्टुरेन्टको तकाली खानु आउनुहोस् है कस्तो मिठो छ मेरो बेस्ट खाना है म यस्तो चाडबाट खाना खान आएको तपाईँहरू पनि आउनुहोस् है वीरेन्द्र भाइले हामीलाई खाना मिठो मिठो खुवायो अस्ति पनि खुवायो फेरि आयो ऊ हाम्रो सेफ चाहिँ हेर्नुहोस् वीरेन्द्र है विक्रम ऊ चाहिँ वीरेन्द्र नमस्ते भाइ खाना मिठो खुवाए थ्याङ्क यू ल ऊ विक्रम भाइले साग यस्तो मिठो बनायो अनि हाम्रो यता हिरोहरूले खाना हाल्दैछ हेर्नुहोस् त खाना कस्तो मिठो छ तपाईँहरू सबैजना खानु आउनुहोस् है अब म चाहिँ खाने मटन करी सधैँ खान्छु त्यसको बाद माथिबाट भाइले घी हालेर दिन्छ है ल ल थ्याङ्क यू मेरो सबसे फेभरेट रेस्टुरेन्ट मजुन जिल्लाको खाना एकदम राम्रो छ है इन द वर्ल्ड गो कि एमटीमा इन द वर्ल्ड हुन्छ नेपाली तकाली चाहिँ ल ल सबैजनालाई धन्यवाद छ है धन्यवाद भाइको नाम चाहिँ दीपक रोकाई हो भाइले चाहिँ प्याज काट्दैछ अनि हरियो खोर्सानी सलाद बनाइदिएको छ थालीको लागि सलाद चाहिन्छ हाम्रो अनि थालीमा सलाद अलि नमक राख्नुहुन्छ हाम्रो ए अनि कस्तो मिठो हुँदो रहेछ नि तपाईँहरूको अचार आज खाना चाहिँ म हातले खाने भर्खर हात धोएर आएको ल धन्यवाद भाइ धन्यवाद निम्बु पनि काटेको हुन्छ अनि भित्र खाना ल्याइदिनुहोस् है मलाई पनि ल धन्यवाद भाइ तकाली लेसो द कुशला शेला चेरोना and kushela dibula dire rasha kari shela nyeun nango yang azu kushu kunje sela paneer sutum chogyo mare shela nyeun nango ani danganzo ama takali leche page page bai che धन्यवाद अनि 얘기 탈리데 다 라고 이사인도 라고 주사이 터지나 상말로 셰랑이 운항고 랭게 셰랑이 운항고 धन्यवाद भाइ अब यता रहेछ मटन करी कालो दाल अन्तखेरि पापड अनि नेपाली अचार आलु फेरि एउटा अचार गुन्द्रुकको अचार ओ गुन्द्रुकको अचार हो रे भाइले अनि पालक भुटेको रहेछ अनि भात भयो यता दाल भयो तर म हातले खान्छु एकछिनै अनि भाइले मलाई हेर्नु त घी लगाइदिएको छ ढिलेको घी है अनि अलिकति हाल्यो है अन्तखेरि अलिकति खान्छु भाइ एकछिन पर्खिनुहोस् है एउटा भिडियो अलिकति बनाऊ सिम्बल हामी सकिएपछि के बनाउनु खान्छ त्यो बनाउनु दिँदैन खेल्ने के चाहिँ भाइ क्या मिठो धन्यवाद एकदमै मिठो भएछ थ्याङ्क यू ल भाइ